गाइस आज चाहिँ मेरो काम सिमी केलाई यहाँ पनि केला सुकाएको छु करेला त सिमी अब चाहिँ म जाँदैछु टिपी के अरे लुगा पनि धोएँ म चाहिँ अब टमाटर टिप्न जान्छु गाउने टमाटर त्यहाँ छ यस्तो छ है गाइस मेरो चाहिँ टमाटर टिप्न जानलाई चाहिँ अलिक सङ्घर्ष गर्नै पर्ने हुन्छ बाटो त्यस्तै छ त्यसै गाइस यहाँदेखि झऱ्यो भने चाहिँ गइन्छ यहाँदेखि टमाटरको बोट चाहिँ यहाँमा चाहिँ यसमै ल्याउँछु भने चाहिँ म हिँडेको झर्नु पर्ने हुन्छ अन्त चाहिँ कस्तो छ त्यही मौरी के हो के टमाटर चाहिँ टन्नै छ है छर्न चाहिँ राख्ने हेर्नु न टमाटर त के साह्रो फलेको कति चाहिँ झरेर कुहिएर गएछ कि हेर्नु न कति छ हाम्रोतिर चाहिँ फेरि ठुलो खालको टमाटर चाहिँ खासै हुँदैन कि यस्तो सानो खालको झारीमा हेर्नु न यो टिप्यो फेरि अर्को फल्छ यतातिर त धेरै बिग्रेर पनि गइसकेको छ होइन त्यहाँ छ यसरी टिप्दैछु हेर्नु कहाँ भित्र के गर्नु र यस्तै छ एकैछिन ल म टिपिसकेपछि फेरि देखाउँछु ए यति बनाएँ तर हेर्नु यति टिप्दा कुरो कति लाग्यो भन्ने कुरा ए अझै रहेछ बाँकीको जतिलाई चाहिँ टिपेर लानु पर्यो भनेको गाइजहरू हाम्रोतिर चाहिँ यस्तो टमाटर फल्छ अघि पनि भने बाटो चाहिँ अलिक अप्ठ्यारो छ त्यो छ सक्दैन रहेछ अन्त त्यस्तै छ घरदेखि भ्यू पनि यस्तो त्यहाँ मरिने डाँडा फुल पनि दामी फुलेको छ एक्लै छु किचनमा आइपुगेँ यसलाई चाहिँ म यहाँ राख्दैछु मेरो बाख्रा कराएछ बाख्रा चाहिँ मैले त मुनि राखेको छु यहाँ चाहिँ सब्जी डाँडा पाखा त्यस्तो देखिन्छ अहिले त उडा ठिलाग्दैछ घाम के भन्छ अरे अहिले त सबै हरियालीहरू सबै फाटफुट पार्ने उयो हो नि त समय हो नि त अब कोदोदेखि लिएर मकै सबै
पाकिसक्यो त्यही भएर चाहिँ अहिले यस्तो सुक्खा हेर्नु न पत्ताहरू सबै झर्छ यस्तो छ गाउँ ल बाबा